यो कत्रो छ यार ओ माय गॉड यार ओके मेरो चाहिँ गाइस लुक सो ड्याम ओके गाइस हिजो चाहिँ मेरो के अरे हाम्रो गोप्रोको चार्ज सक्यो अनि त्यसपछि फोनमा पनि खासै चार्ज थिएन है अनि भिडियो एन्ड गर्न नै पाइएन आज चाहिँ मर्निङ है यहाँनिर कति 4-5 डिग्री छ क्या अरे हात खुट्टा सब चिसो भएको छ है तर अनि चट्र के अरे स्व्यागबाट बाहिर निक्लेर यसो हेरेको होइन बिहान उज्यालो भएको जस्तो देखेँ क्या मैले मतलब स्व्याग भित्रैबाट अनि त्यसपछि बाहिर यसो चेन खोलेर बाहिर हेरेको यस्तो दामी भ्यू यहाँ बसिरहेको रहेछ है लेकमा त्यो देख्न साथ रेप्स पनि उठेर जिन्दगी नउठ्ने मान्छे गुटुङटुङ उठेर रेडी भएर चाहिँ नि हामी लेक सुनेर आइसकेका छौँ अरे यो मर्निङको भ्यू है एकदम मर्निङको कस्तो दामी देखाएको छ दैट गाइस स्काई कस्तो दामी देखाएको छ सनराइज हुन आँटेको छ अनि यहाँ एउटा लेक छ क्या यो लेक के लेक हो यो पानी छैन तर यस्तो सेतो लेक छ परबाट हेर्दाखेरि पिङ्क पिङ्क टाइपको पनि देखिन्छ अनि यस्तो दामी के अरे सनराइज के अरे स्काई यस्तो दामी देखिरहेको क्या हाइट क्यान सी द्याट मान्छेहरू वहाँनिर छन् होइन सबजना यस्तो बवाल छ गाई के चाहिँ थाहा छैन यो नुन जस्तो छ यार नुन हो किन यस्तो सेतो छ चाहिँ सल्ट होला सल्ट गाइस यस्तो सेतो छ अनि यहाँ रिफ्लेक्सन कस्तो मजाले देखियो क्यान सी द्याट है जाडो छ गाइस त्यही भएर टोपी सोपी सब छ होइन अरू त्यो होइन रेबिकाले पनि टोपी लगाइरहेको छु जाउँ तिमीलाई भयो हेर्न पुग्यो हेर न कस्तो दामी देखेर आकाश ओके गाइस अब हामी के गर्छौँ भन्दाखेरि अब हामी फेरि चिया सिया बनाएर अब यस्तो जाडोमा त चिया खानुपर्छ होइन त्यही भएर चिया सिया बनाएर खान्छौँ होइन यो मेरो अर्को भ्लग डे 2 हामी अब आज लेक कोकोडाइनबाट होइन यहाँबाट हामी कहाँ जान्छौँ भन्दाखेरि क्यालगोली छिर्छौँ क्यालगोलीमा द सुपर पिट हेरेर होइन त्यहाँनिर द सुपर पिट हेरिसकेपछि हामी त्यहाँबाट नोर्समेनतिर लाग्छौँ होइन अब आज एक्सपिरियन्स पुगिन्छ कि पुगिँदैन थाहा छैन हामी नोर्समेन चाहिँ डेफिनेटली नै पुगिन्छ होइन लेट्स सी के हुन्छ हामी कहाँसम्म पुग्छौँ हामीलाई थाहा छैन होइन हाम्रो टार्गेट चाहिँ एक्सपिरियन्स नै हो तर हेरौँ के हुन्छ भनेर होइन अनि त्यही हो गाइस चिसो छ होइन बोल्दाखेरि पनि बाफ आइरहेको छ अनि अब हामी अहिले के गर्न आँटेको भन्दा रिप्स त्यहाँनिर स्व्यागको उहरू मिलाउँदैछ होइन भित्र हाम्रो ब्ल्याङ्केटहरू सबै पट्याउँदैछ त्यतिन्जेल म चाहिँ फेरि जेटबल युज गरेर के अरे चिया बनाउँछु भनेर चाहिँ यहाँ बसेको हो होइन अब म चिया बनाउँछु अनि रेप्स त्यहाँ उ गर्छ हाम्रो त्यति काम सकिन्छ त्यसपछि यो फायर पिट अलिकति पुस्नुपर्ने छ हाल्नु अगाडि अनि फायर पिट पुसिन्छ अनि त्यसपछि के भन्छ अर्को टेबल सेबल फोल्ड गर्ने टेबल क्लियर गरेर सामान सब राखेर फेरि अब स्व्याग गाडीमा हाल्नुपर्छ त्यही भएर अलिकति झन्झट फेरि झन्झट हुन्छ होइन गाडी स्व्यागमा हालेर सब सामान मिलाएर अनि चाहिँ हामी लाग्छौँ यहाँबाट निस्किन्छ मलाई होइन अनि त्यस्तै छ गाई यार 5 कति 6 कि 5 डिग्री छ यहाँनिर अहिले अनि त्यही हो अनि मैले गाइस के अरे गाडी पनि स्टार्ट हान्दिएर राखिदिइहालेको होइन किनकि जाडोमा गाडी स्टार्ट हुनलाई टाइम लाग्छ नि त त्यही भएर मैले चाहिँ ट्राई मारिदिइहालेको एकछिन टाइम लाग्यो टट 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 गर्दै अनि स्टार्ट भयो नत्र कहिले पनि त्यस्तो हुँदैन थियो यो सब जाडोले गर्दाखेरि हो अनि सामान हेर्नुहोस् भद्र गोल छ यार अब यहाँनिर फेरि स्व्याग पनि हाल्नुपर्छ के हाल्नुपर्छ कति सामान निकाल्दै कति सामान हाल्दै गर्नुपर्ने हुन्छ होइन यही हो यो दामी छ यस्तै छ है त्यही नै हो गाइस केही पनि छैन अरू केही छैन हाम्रो यहाँनिर ऊ बन्दैछ है जेट बोइलमा के अरे चिया बन्दैछ चिया भन्नाले दुध तताउँदैछु म भर्खर दुध तातिँदैछ एकदम कामको चिज हो गाइस कसैलाई क्याम्पिङ
खतरै क्याम्पिङ जाने मान्छेहरूको लागि हो। अब ग्यास बोकेर हिँड्नेहरूलाई त के मतलब हो। होइन ग्यास पनि बोकेर हिँड्नु त मसँग नि ग्यास छ होइन, ग्यासमा बनाइन्छ। तर यसमा मलाई सजिलो लाग्छ क्या, त्यही भएर मैले चाहिँ यो बोकेर हिँडेँ। नत्र एउटा सानो चिया बनाउने भाँडो र अनि ग्यास बोकेपछि त सजिलो भइहाल्यो नि होइन। तर यसमा पनि मजा नै आउँछ, एउटा राम्रो एक्सपिरियन्स हुन्छ जीवनमा पनि। एउटा बेफाइदा चाहिँ के भन्दाखेरि चाहिँ यसरी दुध कस्तो नदेखे, यसरी दुध टाँसिँदो रहेछ कि तल जेट बोइलमा, तर पानी लाउन साथ गइहाल्छ फेरि। त्यस्तो ऊ पनि होइन, त्यस्तो स्ट्रगल पनि छैन निकाल्नलाई होइन, विच इज गुड। मोबाइल फेरि खसिसकेको छ गाइस होइन, द्याट्स इट। त्यही यति नै हो, फेरि देखेन त। अलराइट गाइस, हाम्रो चिया रेडी भइसकेको छ। अनि आज हाम्रो चियासँग के खान्छ भन्दा क्रोसन हिजै किनेर ल्याएको, सजिलो पनि हुन्छ नि त, किन यताउति ह्यासल गर्ने हो र भनेर मैले चाहिँ लस्टी साह्रो भएर। अलराइट गाइस, हामीले चिया खाएर सब भ्याइसक्यौँ होइन। अब हामी प्याकिङ गर्न थाल्छौँ, स्वैग रोल हान्छौँ, यताउति गर्छौँ, सब प्याक हान्ने अब यहाँबाट टाटा बाई बाई हुनको लागि है। ल लेट्स स्टे ट्युन्ड है, हेरौँ के हुन्छ आज, झन् रमाइलो हुन्छ। लेट्स गो। ओके गाइज, द रियल स्ट्रगल सफा गर्न चाहिँ यो हो क्या। हिजो बारबिक्यू गरेवाला यस्तो फोहोर भएको छ, यस्तो तेल छ, यस्तो कालो छ, के गर्ने, वेट वाइप्स नै यस्तो भयो। अलराइट गाइज, हाम्रो प्याकिङ चाहिँ सकियो होइन, यस्तो टनाटन भयो, फेरि गाडी फुल होइन, सब थोक हामीले यताउति गरेर अटायौँ, सब एरिया खाली गरिदिइसकेको छ। फोहोर सब हामीले बिनमा हालेको छ। अब कता बाटोमा बिन भेटिन्छ अनि त्यसपछि उ गरिन्छ। मोबाइल सोबाइल सब चार्जमा अघि नै हालिसक्यो, गाडी अघिदेखि रनिङमै छ। अब हामी यहाँबाट निस्किन्छौँ है, मान्छेहरू यसरी क्याराभ्यानहरू बसिरहेको हुन्छन्। अब हामी निस्किन्छौँ, सन पनि आइसक्यो। कति बजी अब 8 बजी होला है, 8 बजी होला गाइस, लगभग 8 बजिसक्यो होला होइन। अब हामी यहाँबाट निस्किन्छौँ, लेट्स गो सिधै। अब हामी क्यालगुलीमा गएर द सुपर पिट भन्ने हेर्छौँ होइन। त्यही हो, कपाल अलि उ भएछ, टोपी लाएर केही छैन। त्यही हो गाइज, ल स्टे ट्युन्ड। Alright, let's go. Bye. बाई बाई। पानी हाल्न कि खन्न लाग्यो कि के हो त्यो चाहिँ थाहा छैन। यहाँबाट क्यालगुली कति 2 घन्टा 16 मिनट रहेछ द सुपर पिट। हामी सिधै द सुपर पिट जान्छौँ अनि त्यसपछि बल्ल सुपर पिट हेरिसकेपछि मात्रै अनि क्यालगुली चाहिँ एक्सप्लोर गर्छौँ होइन। त्यही छ अहिलेको प्लान। अब हाम्रो त्यही हो, हाम्रो अराइभल टाइम भनेको 11 बजे छ नन स्टप जाँदाखेरि, तर ब्रेक सेक लिँदाखेरि हामी 11:30 तिर पुग्छौँ होला। त्यही हो, स्टे ट्युन्ड। ओके गाइज, ओके गाइज, हामी अब द सुपर पिट जाँदैछौँ होइन। हल्का उकालो रहेछ यस्तो अफ रोडको। त्यही हो, सुपर पिट गएर हेर्नुपर्छ, लास्ट खतरा देखिन्छ। माइनिङ साइट नदेखेको मान्छेको लागि त एकदम बवाल हुन्छ। रेप्स पनि छक्क पर्छ होला, यस्तो गहिरो तिमीले होइन। खालि भ्याएसम्म यस्तो तल के कत्रो चाहिँ खाल्टो, हामीले नर्मल खाल्टो कस्तो देखाएको छ होला, यत्रो सानो गहिरो देखाएको छ तर सानो गरेर देखाएको। तिम्रो यत्रो आँखाले भ्याएसम्मको खाल्टो देखाएको चाहिँ ओ माई गड लाग्छ क्या। ओके गाइज, सी यु देयर। त्यहाँनिर कमिला जत्रा देखाएको छ नि, डोजाहरू क्या त्यो फेरि। ल
Alright guys, मेरो आवाज कतिको आछ छैन मलाई थाहा छैन है, एकदम हावा चलिरहेछ। अनि हामी चाहिँ पहिला सुरु यतापट्टि हेर्न आइरहेका छौँ होइन। यो पहिला माइनिङमा युज भएको क्या, यस्तो कुराहरू युज हुन्थ्यो भनेर यहाँनिर डिस्प्लेमा राखेको छ। यसरी डिस्प्लेमा राखेको छ। अचम्मको देख्न पाइएको छ है मेकानिकल डिभाइसहरू। ल यस्तो हेर्दाखेरि इन्जिन जस्तो देखिन्छ नि, तर कस्तो डिभाइसहरू युज भइरहेको छ गाइस। हेर्नुहोस् 1940s to 1950 golden mine mechanical boger used to develop headings and leading stops भनेर लेखेर रहेछ त्यहाँनिर गाइस। यस्तो रहेछ। ल हेरौँ अच्छा, यहाँबाट चाहिँ अलिक ठुल्ठुलो आउनु थाल्यो ट्रक टाइपको। ल यस्तो रहेछ है। यतासम्म छ, यता पछाडि चाहिँ सबभन्दा ठुलो त्यो गाडीको पछाडिको भाग रहेछ। ओके गाइज, लुक एट दिस हेरौँ न क्यामेरामा कति देखिन्छ भनेर। तर यहाँबाट गहिरो माइनिङ साइड यही नै होला, स्टिल भएर देखाउनु। ल बवाल छ यहाँ। के हेर तिमीले यहाँबाट देखिँदैन, उता हिँड न। आऊ उयो तल गाडीहरू कति टाढा हिँडिराखे उता तल कमिला जस्तो गाडी यहाँ तल यतामाथि कति टाढा होला है, यत्रो किरा जस्तो देखाएको छ गाडीहरू पनि। मान्छे त देखिँदैन त। माइन भित्र युज हुने क्या यो यस्तरी माटो तान्न। सोभल बकेट रे एकछिन यहाँ लेखेर चाहिँ सोभल बकेट हो गाइस। यसरी माटो तान्ने होइन, यो कत्रो छ रेविका, यो कत्रो छ यार। ओ माय गॉड यार, देख्दै हुनुहुन्छ गाइस कत्रो होला है। मान्छे त सोर्दिन्छ यार, लास्ट ठुलो रहेछ। आउँछ जाऊ ओके गाइस, टायर हेरौँ। टायर कत्रो हुन्छ हौ टायर। जाऊ रेप्स अगाडि बसेर देखाएन, कत्रो देखेन। अझ यो पछाडिको त अझै खतरा ठुलो जस्तो छ है। यो त झन् कत्रो छ हौ टायर। यस्तो टायरले त डेन्जर हुन्छ त गाइस। बवाल ठुलो त। ल बसेर के हाल्ने। ओके रेप्स लेट्स गो। अब हामी यहाँबाट निस्किन्छौँ गाइज। अब हामी एकछिन क्यालकुलीको टाउन छिर्छौँ होला। छिर्नुपर्ने छ किनकि मलाई चाहिँ अहिले किन भन्छु है, हावा लास्टै आइरहेको छ जस्तो छ है, आवाज जाँदैन। अहिले म भन्छु ल। अब काटो चप्पल, लेट्स गो ब्रो। अलराइट गाइज, हामीले द सुपर पिट पनि हेरिसक्यौँ होइन। यहाँ रेविका झिँगा धपाउँदैछ। के अरे गाइज, अब हामीले सुपर पिट पनि हेऱ्यौँ। अब हामी क्यालगुली टाउनमा गएर के अरे एउटा ऊ किन्नु छ क्या, एक्स किन्नु छ होइन, दाउरा काट्नलाई। एक्सै थिएन, यत्रो दाउरा रहेछ है हामीले लिएर आएको। अलराइट गाइज, म भर्खर यहाँ
बनिङ्स आएको थिएँ होइन अनि मैले पाएँ चाहिँ चाहिएको हामीलाई एक्स पाइयो अनि अब गाडीमा बसिन्छ आज बेलुका मजाले आगो तापिन्छ जस्तो लाग्यो अब त्यही हो अलराइट गाइज हामी चाहिँ बनिङ्समा एक्स पनि किन्यौँ हामीले होइन अनि अब हाम्रो फर्दर प्लान के छ त रेबिका अब हाम्रो क्यालगलीमा त काम पनि सक्यो घुम्यौँ पनि अब हाम्रो खाने काम बाँकी छ अब हामी जेटबेलमा चाउचाउ बनाएर खान्छौँ होइन र के गर्ने भन नि त नि यस्तो क्याम्पिङ आएर पनि रेबिकालाई मेकडोनल्ड्स चाहिँ खान मन छ मुखैबाट हेर्दाखेरि होइन यहीँ रहेछ हामी यहाँनिर के अरे बनिङ्स आउँदा आउँदै मेकडोनल्ड्स पनि देख्यौँ अनि रेबिका बाटोमै भएपछि किन नखाने क्या बरु जङ्गलतिर केही हुँदैन त्यो बेलामा जेटवेलमा चाउचाउ मारेर खाने जङ्गलको कहाँ त ल केही छैन अब हामी मेकडोनल्ड्स जान्छौँ अनि त्यसपछि हल्का फुल्का खाएर अनि त्यसपछि हामी नर्समेनतिर लाग्छौँ है त गाइस स्टे ट्युन ब्लग हेर्दै गर्नु होला है सब्सक्राइब गर्नु होला यदि सब्सक्राइब गर्नु भएको छैन भने अनि त्यही हो लेट्स गो ओके गाइज हामी अब आइसक्यौँ मेकडोनल्ड्स रेबिकाको घर यस अनि रेबिकाले चाहिँ भाउचर पनि पाए मेकडोनल्ड्समा सर्वे गरेर एउटा कफीको अनि एउटा स्मल फ्राइजको होइन तर यो चाहिँ यहीँ क्यालगलीमा मात्रै भ्यालिड रहेछ अरू मेकडोनल्ड्सको ब्रान्चमा खाना नमिल्ने रहेछ अनि जस नेक्स्ट इयरसम्म एकदमै भ्यालिड छ त्यही भएर अब नेक्स्ट टाइम हामी आउँदाखेरि अथवा को आइन्छ त्यही मान्छेले खान्छ ओके गाइज मैले के अरे क्याम्प साइट पनि खोजिसकेँ अब हामी यहाँबाट नर्समेन जान्छौँ नर्समेनबाट अलिकति तल एउटा रहेछ ब्रोम्स के भन्ने थियो एक्चुअली हेरेर भनिहाल्छु मैले म्याप लगाएको छु ब्रोमस ड्याम हो ब्रोमस ड्याममा रहेछ त्यहाँनिर क्याम्प ग्राउन्ड भनेर पनि देखाएको छ होइन त्यही भएर अब हामी सिधै त्यहाँ जान्छौँ अनि त्यसपछि तपाईँहरूलाई भेट्नेछौँ है त ल लेट्स गो यसरी उयो पहिला सुरु यो थिप्ने अब निकाल माथि तानेर निकाल अलराइट गाइज हामी आइसकेका छौँ आज क्याम्प गर्ने ठाउँमा है तर कहाँ गर्ने भनेर यसो ठाउँ खोज्दै हो यो ढुङ्गामा यता ठाउँ छ एक दुईजना मान्छेहरू पनि छन् यहाँबाट ड्याम पनि रहेछ त्यही भएर म चाहिँ गाडीबाट निस्केर यसो हेरेको ठाउँ अलिक बस्न लायक ठाउँ चाहियो नि त होइन यहाँनिर ड्याम हो कि के हो त्यो पनि हेर्न मन लाग्यो त्यही भएर हिँडेको यस्तो छ ठाउँ रमाइलो छ मान्छेहरू टकटक दुईवटा क्याराभ्यान चाहिँ मैले एउटा देखेको छु उनीहरू बसिरहन् यस्तो के हो सेठी चढौँ ए ओके यहाँ रहेछ गाइस ल सानो ड्याम यो पहिलाको ड्याम हो अहिले त के ड्याम हुन्थ्यो र ओके गाइज हामीले चाहिँ के अरे क्याम्प गर्नलाई ठाउँ पाइसकेका छौँ जुन देखिन्छ यस्तो यहाँनिर हल्का मेन रोड त होइन यतापट्टि हल्का गाडी गुड्ने रोड जस्तो छ अनि त्यसपछि यहाँनिर हामी क्याम्प गर्छौँ यो भर्खर हामीले बढारेको त्यही भएर अलिक यस्तो देखाएको छ अलिक खाली भर्खर बढारेको कुचो देखाइदिउँ न रेबिका हाम्रो कुचो कस्तो थियो आएको यो कुचोले झ्याम बढारेको हामीले अलिकति यहाँ टेन्ट के अरे स्वाग हाल्नुपर्छ नि त त्यही भएर स्वाग हाल्ने ठाउँमा चाहिँ अलिकति त्यो पाल पर्छ कि भनेर हो अनि यतातिर अब हामीले के अरे आगो सागो बाल्ने गर्ने गर्छौँ त्यही होला गाडी हामी यहाँ रोक्यो अब हामी स्वाग निकाल्छौँ पहिला सुरु स्वाग सेटअप गर्छौँ अनि त्यसपछि चाहिँ अनि के गर्छौँ हामी स्वाग सेटअप गर्छौँ अनि फायर पिट निकालेर टेबल सेटअप गर्छौँ अनि त्यसपछि चट्ट बनाउने आज त मासु भात खाइन्छ मासु भात बनाएर खाने हो स्टे ट्युन हामी कसरी मासु भात बनाउँछौँ अब एउटै नर्मलै हो तर स्टोभमा बनाउने होइन केही त्यस्तो फरक छैन गाइज होइन रमाइलो हो जस्ट होइन स्टे ट्युन है 1 hour later अलराइट गाइज हाम्रो सेटअप भइसक्यो
आज हाम्रो स्वाग त्यहाँनिर राखेको छौँ टेबल त्यहाँ छ आगो बाल्ने आज यहाँ हो होइन अनि यो चाहिँ मैले के अरे जस्ट फायर गर्नको लागि मात्रै त्यो सानो राखेँ दाउरा यहाँ छ हाम्रो होइन यत्रो ढकढक दाउरा छ होइन त्यही भएर मैले आज बनिन्समा गएर बन्चहरू किनेर ल्याएको छु म अलिक त्यो साइडमा गएर यो दाउरा झुम काटेर अनि बाल्नुपर्छ आज टन्नै छ यार हिजो राम्रो छ बल्लै बल्न के यत्रो ठुल्ठुलो भएर अनि हिजो त्यो ठाउँमा चाहिँ यस्तो सुकेको दाउराहरू थिएन कि यहाँ बरु कति धेरै सुकेको दाउराहरू रहेछ तर हामीले पनि दाउरा ल्याएको छ यो बाल्नुपर्छ भनेर चाहिँ त्यही हो यो बाल्नुपर्छ भनेर सघाउनु पऱ्यो नि त अब घर कसले दाउरा बोकेर जान्छ र घर होइन अनि त्यही भएर अलराइट गाइज अलिअलि काटियो होइन खासै धेरै काट्न आएन त्यति काटियो फायरवुड होइन केही छैन पुग्छ यहाँनिर सुकेको उहरू टन्नै छ होइन हामीलाई केही फरक पर्दैन ल अब हामी यहाँनिर के अरे खाना बनाउँछौँ यो एउटा ग्यास छ हामीसँग ग्यास स्टोभ होइन ब्युटेन स्टोभ अनि ब्युटेन ग्यास पनि छ अब हामी ग्यासलाई एकपट्टि मात्रै राखौँ अनि यिनीहरूलाई चाहिँ यता दिन्छौँ अनि त्यसपछि मासु तिमी मासु काट होइन पछि म मासु काटेर गर्दै गर्छु अनि तिमी पहिला भुजा बसालौँ तरकारी पाकेपछि यो भातको चिल्लोमा भुजा पाक्छ नि त के हो भुजा हामी जेट बेला बनाउने हो के खाना जेट बेला कसरी पाक्छ भात पाक्दैन त नि बोइल गर्न मिल्छ भने चाहिँ पाक्दैन के कस्तो त्यस्तो गर्नु पर्दैन भात यसमै पकायो भइहाल्यो अलिकति यहाँ अनि त्यो त पर्खी गर्नु पर्छ के गर्नु त One eternity later. ल ओके गाइज हामी त्यही गर्छौँ अब होइन सो गाइज एट द एन्ड मैले जे भन्छु त्यही नै हुन्छ होइन केटीहरूले जित्छन् केटाहरूले अति भएपछि छोडिदिन्छन् क्या लास्टै त्यो ल्याङ गर्न नसके भने छोडिदिने हामी सही नै भएपछि गर्ने के वाटेभर ल गाइज त्यही हो अब हामी उसले भनेअनुसारकै अब यही भाँडोमा हामी भात पनि बनाउँछौँ अनि भात बनेर सकिसकेपछि अनि यसमै हामी फेरि मासु नि बनाउँछौँ अनि फेरि त्यो सबै सकिसकेपछि अनि उसले आफै मान्छ भाँडा म त केही गर्दिनँ म चाहिँ बनाउने काम गर्छु म कुकिङ गर्छु त जेटबलमा पानी तात्दैछ होइन खानाको लागि अनि मैले यहाँनिर ब्युटेन ग्यास सेट गरिसकेँ एकछिनमा फायर हान्नुपर्छ यहाँ भइसक्यो रेडी देविकाले यहाँनिर खाना पखाल्न लागेको चामल पखाल्न लागेको भात भन्नु के चामल पखाल्दैछ होइन अनि त्यही हो गाइस हामी जेट बोइलमा बोल्दा छ जेट बोइल सजिलो भएको छ जेट बोइल भएर पनि जिन्दगीमा होइन अरू त होइन चिया खान सजिलो भएर त्यही हो गाइस यहाँको मौसम आज राम्रै छ कि माथि हेर्न सक्नुहुन्छ एकदम क्लियरै छ यहाँबाट हल्का हल्का बादल छ तर यो जान्छ होला हावा पनि लागिरहेछ नि त अनि त्यही हो रमाइलो छ यो ठाउँ हजुर अहिले पो जाडो छैन एकछिनमा आउँछ जाडो कहाँबाट हुन्छ लास्ट भुसुना रहेछ गाई यो ठाउँमा है अति भुसुनाहरू चाहिँ अलि टन्नै रहेछ तर केही छैन भुसुनाले के गर्छ र हामीलाई त्यही हो अहिले तिमीले एउटा भुसुना खाएको भने होइन कस्तो त टोक्दो रहेछ ओके भुसुना जस्तो किरा पनि रहेछ धन्नै ग्यास बालिहाल्यौँ ग्यास गयो भने तातो आउँछ अब एकछिन यस गाइस त्यही हो आज यो कुकर भाँडाहरूले घरैबाट ल्याएको हो गाइस यो हामी घरैबाट उठाएर ल्यायो अब गएर नयाँ किन्ने बरु घरको लागि होइन यही ओराइट गाइस हाम्रो मासु पनि बनिसकेको छ अब चट्ट यस्तो दामी भएको छ है मासु भपाल मैले बनाएको त दामी भएको छ अब मासु भात सब एउटा नराखिकन सब जामकी जाम झोल बनाएको हालेर जामकी जाम जाडामा मासु भात आगो ताप्दै जाममा खाइन्छ आगो पनि बलिरहेको छ त्यहाँनिर अब त्यही निभिसक्यो अब कोइला भएको छ अनि अब हामी खान्छौँ अनि त्यसपछि स्वागमा लाग्छौँ अनि त्यसपछि सुत्छौँ होला आज खासै त्यस्तो केही गरिँदैन अलिकति टायर्ड जस्तो पनि छौँ होइन त्यही भएर
अब I'll see you guys in next vlog. हामी यहाँबाट भोलि चाहिँ एस्पेरेन्स जान्छौँ जुन चाहिँ 2.5 घण्टा जस्तो मात्रै उ छ अनि भोलि हामी एस्पेरेन्स घुमेर अनि एस्पेरेन्समै बस्छौँ कि त्योभन्दा अलिकति अगाडि जान्छौँ थाहा छैन अब भोलिबाट चाहिँ हाम्रो रिटर्न ट्रिप सुरु हुन्छ हामी यहाँबाट पर्थ जाँदैछौँ अब हैन ठ्याक्कै हामीले एक राउन्ड जस्तो हान्यौँ हामी पर्थबाट हामी कहाँ आयौँ पर्थबाट हामी सिधै साउदर्न क्रस आयौँ साउदर्न क्रसमा क्याम्पिङ गरेर आज हामी नर्सम्यानको वरिपरि छौँ अब यो नर्सम्यानकोबाट हामी एस्पेरेन्स पुग्छौँ अनि एस्पेरेन्समा एक नाइट बिताएर अनि हामी सिधै पर्थमा पुग्छौँ हैन त्यही नै छ अहिलेको प्लान हैन के हुन्छ हेर्दै जानुस् है अनि I'll see you guys in next vlog है vlog हेर्दै गर्नु होला सब्स्क्राइब गर्नु होला त्यही नै हो भोलि अर्को भ्लग आउने नै छ थ्यांक यू बाइ बाइ गुड नाइट